नमस्कार, सुप्रभात छ आजको दिनमा र सबैजनालाई चाहिँ वेलकम छ है। तपाईँहरू चाहिँ सबैजना सन्चै हुनुहुन्छ जस्तो लाग्छ मलाई चाहिँ जहाँसम्म है। मेरो चाहिँ अलिकति आज चाहिँ अलिकति मेरो दिमाग अलिक के भइरहेछ। अलिकति त्यही हो, अलिकति सिचुएसन अहिले गाह्रो छ, मलाई ह्यान्डल गर्नु गाह्रो परिरहेको होइन द्याट है। सबै कुरा ठिक छ, अब हामीले सोचे जस्तो नभएपछि अलिकति होइन एकैचोटि तलब माथिबाट तल पछारिँदाखेरि त उठ्नु त गाह्रै पर्छ नि। म भन्थेँ मलाई यस्तो उठाएर प्लाट्टै पछार्छ होला जस्तो लाग्थ्यो, तर पछार्नु त पछाऱ्यो, अलिकति पछारे त के भने आफूलाई केही पनि कसैलाई म दोष दिँदिनँ फेरि यसमा उसलाई पनि दोष दिँदिनँ, उसलाई पनि दोष दिनँ। अब जे हुनु छ अब त्यो भइ नै हाल्यो होइन। त्यही अलिकति अहिलेको सिचुएसन चाहिँ अलिकति ह्यान्डल गर्नु चाहिँ मलाई गाह्रो भइरहेछ नि। तपाईँहरूसँग आएर चाहिँ फेरि म एक कुरा गर्नु आएको। जस साथीहरू तपाईँहरूले चाहिँ खाना खानुभयो कि भएन है। पहिला चाहिँ अब खाना खानुहोस्, अनि स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्, त्यही सबैभन्दा ठुलो कुरो हो लाइफमा। तपाईँ अब कहाँ गएर फेल हुनुहुन्छ, तपाईँ कहाँ गएर लड्छ त्यसमा डजन्ट म्याटर, तर तपाईँ यदि उठेर हिँड्नुहुन्छ र केही गर्नुहुन्छ भने चाहिँ त्यो तपाईँसँगै हुन्छ। त्यही भएर खुसी रहनुहोस्, ह्याप्पी रहनुहोस् होइन, त्यही ठुलो कुरो हो होइन। अब जस्तो सुकै सिचुएसन आउनु पनि सक्छ लाइफमा, तपाईँले सोचेको भन्दा पनि नराम्रो आउँछ र सोचेको भन्दा खतरा पनि आउनसक्छ। तर सबभन्दा मेन कुरा चाहिँ के हो भने तपाईँ रहनुपर्छ होइन। त्यही भएर चाहिँ म चाहिँ यो सल्लाह चाहिँ दिन चाहन्छु, तपाईँ रहनुहोस् होइन, त्यसपछि वर्ल्ड त आफूसँग भइहाल्छ है। त्यो चाहिँ सबै गर्नुहोस् होइन, आफ्नो मेन्टल्ली प्लस फिजिकल्ली चाहिँ आफूलाई चाहिँ कभर गर्नुहोस्। त्यस्तो सिचुएसन्सहरू आफूलाई अलिकति कभर गर्नु गाह्रै पर्छ होइन। त्यही हो साथीहरू, अब होइन सबैको आफ्नो पालो आउँछ, कर्मको फल खानु पर्दोरहेछ। त्यही हो, अब विगतमा गरेको गल्तीहरूको पनि एहसास भइरहेको छ मलाई चाहिँ एकदम होइन। तर जे होस्, मैले पनि आफूलाई धेरै रिग्रेट र गिल्ट गरेर पनि हुँदैन। मैले जति गरेको छ त्यसबाट चाहिँ सिक्नुपर्ने हुन्छ कि मैले चाहिँ यसरी चाहिँ गर्नु हुँदैन रहेछ है, र अब आगामी दिनमा चाहिँ म यसरी गर्नुपर्छ भनेर चाहिँ मैले चाहिँ बुझ्नुपर्छ क्या। फेरि गिल्ट गरेर आफैलाई नै ओभरै गऱ्यो भने फेरि म आफै नै हराएँ भने त के लाइफ कसले जिइन्छ होइन। त्यही भएर आफू पनि रहने, त्यहाँबाट सिक्ने र फेरि अर्को एउटा इतिहास रच्ने क्या। तर त्यही सेम मिस्टेक चाहिँ दोहोऱ्याउनु भएन क्या हामीले होइन। अनि गाइस, तपाईँहरूको अरू नयाँ नौलो के छ, तपाईँहरूको खबरहरू सुनाउनु होला है। अब आफ्नो त यस्तै भइहाल्यो, झिङ्गलाला छ अहिले चाहिँ। म अलिकति धेरै कुराहरूमा चाहिँ कन्फ्युज हुन्छ, करियरदेखि लिएर अब रिलेसनसिपदेखि लिएर होइन। अनि अब जब सबको अलिकति प्रेसरहरू यताउति के छ। हुन त अब हाम्रो यो के भन्छ, अब चाहिँ म त कान्छु पऱ्यो होइन, जेठोलाई त अलिकति गाह्रै नै पर्छ होला झन् घरको, मलाई जहाँसम्म लाग्छ। तर पनि हामी जेठा होस् कान्छा होस् माइला जे सिक्यो होस्, तर हामीले चाहिँ आफूले त्यो सिचुएसनलाई चाहिँ कसरी फेस गर्ने, कसरी हेर्ने भन्नेमा चाहिँ डिपेन्ड हुन्छ। त्यो हो गाइजहरू, नअत्तालिनुहोस्, सबै कुरा बिस्तारै ठिक हुँदै जान्छ। आत्तिनु पर्ने केही पनि छैन। आत्तियो भने झन् तपाईँको सोचेको भन्दा नट गुड हुनसक्छ। त्यही भएर नआत्तिनुहोस्, सबै कुरा बिस्तारै के भन्छ त्यसलाई चाहिँ परिस्थिति अनुसार बिस्तारै नर्मल हुँदै हुन्छ। बट एनिवेज त्यही हो गाइस, मैले कुरोहरू यसरी गर्दै गर्दा सुल्टिरहनु भएको छ। एकछिनमा फेरि हामी कुरा गर्छौँ। अहिलेलाई चाहिँ अलिकति होल्ड अनमै राख्नुपर्ने भयो। त्यही हो, कुराहरू सोचे जस्तो नहुनसक्छ, नआत्तिनुहोस्। सबै कुरा टाइम अनुसार चाहिँ नर्मली हुँदै आउँछ होइन। अब आफूलाई चाहिँ कन्ट्रोल गर्नुहोस्। म चाहिँ यसरी बढ्दैछु, सबै कुरा चाहिँ बिस्तारै ह्यान्डल हुँदै आउँछ भन्ने एउटा धारणा चाहिँ लिएर हिँड्नुपर्ने हुन्छ। म सक्दिनँ यस्तो भनेर चाहिँ आजै त हो, आजकै दिनमा चाहिँ म चाहिँ गएँ भन्ने चाहिँ होइन क्या। आज गाह्रो हुन्छ, भोलि अलिक गाह्रो होला, पर्सिदेखि त तपाईँ हल्का हुँदै आउँछ नि त होइन। एट्याचमेन्ट इज द सो भेरी डेन्जरस कि म त पहिलेदेखि नै डराउँथेँ कि योसँग चाहिँ यस्तो हुने हो कि त्यस्तो हुने कि भनेर होइन। अब जे हुनु त्यो भइरै छाड्छ, त्यो पनि हुनु त हो। जस आफू चाहिँ तपाईँ चाहिँ मेन्टलिटी र तपाईँले आफैलाई चाहिँ नघुमाउनु, त्यो चाहिँ ठुलो कुरो हो। यो सिचुएसन सबैलाई हार्ड हुन्छ होइन, झन् कस्तो हुन्छ, तर तपाईँ आफू रहनु ठुलो कुरो हो है। त्यही भन्छु, अब खाना खानुहोस्, सन्चो रहनुहोस्, मस्त रहनुहोस्, व्यस्त रहनुहोस्, आफ्नो कुरा आफैलाई सोध्नुहोस्। आफूलाई लागेको थट्सहरू धेरै कुराहरू दिमागमा खेलिरहेछ भने त्यसलाई डायरीमा नोट गर्नुहोस्। त्यसो गर्दाखेरि तपाईँको मन शान्त हुन्छ, एउटा क्लियर आइडिया आउँछ, निर्णय बनिन्छ। त्यही भएर तपाईँहरू चाहिँ अलिकति त्यसरी चाहिँ अगाडि बढ्नुहोस्। चुप लागेर बसेर आफैलाई मनमा कुरा खेलाएर गयो भने झन् तपाईँहरू क्याचाक कुचुक भ्याचाक हुनसक्छ।
त्यही भएर अब इट्स द टाइम, इट्स द पिपल, इट्स द पिपल नेचर होइन, पिपल विल चेन्ज इन एभ्री टाइम होइन। त्यही भएर तपाईँ चाहिँ आफै रहनुहोस्, त्यहाँबाट लर्न गर्नुहोस्, केही अगाडि बढ्नुहोस्, आफू चाहिँ आफू रहनुहोस् है, म त त्यही भन्छु सबभन्दा मेन कुरा है। अनि त्यही हो, आफूले आफ्नो सेल्फ रेस्पेक्ट नगुमाउनुहोस्, आफूलाई माया गर्नु चाहिँ नभुल्नुहोस् होइन। मम्मी बुवाको अनुहार हेर्नुहोस्, तपाईँ किन आएको थियो होइन, तपाईँ चाहिँ वाइ यु आर इन दिस वर्ल्डमा होइन आउनु भएको थियो। तपाईँ उनीहरूसँग कनेक्ट हुनुभन्दा अगाडि पहिला दाइ दिदी मम्मी बुवा यताउतिसँग कनेक्ट थियो कि थिएन त पहिला त, उनीहरू त पछि आएर यु हेभ कनेक्ट त नि होइन। अब तपाईँले कसरी सोच्नु पऱ्यो भने मान्छे आउँछ जान्छ, इट्स अ नेचुरल प्रोसेस, अब त्यस्तो टाँसेको हुन्छ, पछि यसरी चुप्किँदै जान्छ क्या, त्यो पछि नर्मल हुन्छ क्या। अहिले यो सिचुएसन मात्रै हार्ड हो क्या, यो चाहिँ हाम्रो युनिभर्सले नै बनाएको एउटा ल नै हो कि। अब मम्मी बुवाकोलाई चाहिँ हेर्नु पऱ्यो, मैश्वरी चाहिँ अघि बढिरहेको थिएँ, ऊ त थिएन पहिला पनि अब पनि छैन, ठिकै छ, साथी हो, अब एज अ साथी फ्रेन्डको रूपमा लिउँ होइन। अब मनलाई सम्हाल, अब जे सम्हाल त्यसलाई फ्लाटफुट पारेर अगाडि बढ्ने होइन, त्यही नै ठुलो कुरो हो। सो म चाहिँ त्यही भन्छु, स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्, मम्मी बुवालाई पहिला हेर्नुहोस्, अब अरू कुरा छोडिदिनुहोस्, मम्मी बुवालाई चाहिँ खुसी राख्ने प्रयास गर्नुहोस्, पछि सबै कुरा नर्मल हुन्छ र राइट पर्सन यु विल गेट। थ्याङ्क यू गाइज, लभ यु गाइज एन्ड बी युर सेल्फ, रेस्पेक्ट युर सेल्फ।